यात्रामा जाँदैछौँ बिहानै निस्किएर। अहिले हामी चारपाने बजारमा छौँ। यहाँबाट अब हामी निस्क्यौँ, बाटोमा के कसो ठाउँहरू पर्छ हामी भन्दै भन्दै निश्चित टेक्टो पुग्छौँ होला। हाम्रो यात्रा आज त्यहाँसम्मको हो। हेर्दै जाउँ, हामी जानकारी दिँदै जान्छौँ दर्शकहरू। यो हो बिटाउन नगरपालिका वार्ड नम्बर 2 चारपाने चोक। चारपाने चोकबाट सेफ्टी जानको लागि अब हामी चौक ठ्याक्कै उत्तर जाने रोड नजिकै सहारा नेपालको मुख्य कार्यालय छ। अब यो बाटो चारपाने चोकदेखि संसारै हुँदै शुक्रबारे सेफ्टीसँगको यात्रा गर्नेछ। अब त्यसो अलिकति पैसा हाल्न यो चाहिँ उखुबारी। यहाँ किसानहरूले उखुको राम्रो खेती गर्छन्। अब हामी चारपाने उत्तर एउटा सानो चोक ओम चोक पुग्न लाग्यो। यो करिब 4-5 किलोमिटर जति पर्छ उत्तरमा। गर्नुपर्छ क्या, अनि अलिक साह्रो बोल्नुपर्छ। होइन, नजिकै ल्याउँदा हुने रहेछ। स्पिड आएको पनि अलिकति राम्रो छ। हामी तुफानले जाँदैछौँ। स्कुटरको स्पिड 50 किलोमिटर/आवर, 60 किलोमिटर/आवर। उखुबारी धेरै वर्षदेखि यहाँ किसानहरूले उखु नै लगाउँछन्। यता पनि छ, यता पनि छ उखु नै उखु। उखुबाट राम्रो आम्दानी गरेका छन् यहाँका किसानहरूले। हामी चारपानेबाट लगभग 8-9 मिनट 10 मिनटसम्ममा यहाँ शनिश्चरी चोक शनिश्चरी बजार आइपुग्यौँ। शनिश्चरी बजार पारेर पूर्वको धेरै पुरानो बजार हो। धेरै ठुलो, पहिले धेरै ठुलो बजार पनि हो। अहिले चाहिँ त्यति ठुलो छैन। अब यो हो शनिश्चरी चोक। अब यहाँबाट मन्दिर जानुलाई करिब 200 मिटर पश्चिम लाग्नुपर्छ। अर्जुनधारा मन्दिर, पूर्वको पशुपतिनाथ पनि भनिन्छ। अर्जुनले रथ हाँकेको मूर्ति स्मारक के भन्छ त्यसलाई, हो त्यो यहाँ छ। अब हामी पूर्वको ऐतिहासिक ठाउँ जहाँ वार्षिकै पछि धेरै ठुलो मेला लाग्छ। यहाँ वर्षमा 2 चोटि ठुलो मेला लाग्ने गर्दछ, बाला चतुर्दशी र शिवरात्रिको दिन रात। अब हामी अर्जुनधाराको गेटमा आइपुग्यो। बाइक लाने छैन, यहाँ चाहिँ जिल्ला हुन्छ कि जानु नि। ओम नमः शिवाय, ओम नमः शिवाय।
अर्जुनधारा मन्दिरको प्रवेशद्वार अर्जुनधारा मन्दिर अर्जुनधारा मन्दिर घुम्न आएको छ। यहाँबाट हाम्रो सग्रे छेप्टीको यात्रा हुनेछ। झापाको ऐतिहासिक ठाउँ, झापाको ऐतिहासिक धार्मिक स्थल पूर्वको पशुपतिनाथ। अब हामी अर्जुनधाराको दर्शन छोटो दर्शन गरेर हाम्रो गन्तव्य चेप्टीतिर लाग्छौँ। एकदम मनोरम आनन्दको एकदम खुल्ला मन्दिर छ। हाम्रो साथी यहाँ यसो दर्शन गर्दै हुन्छ अहिले मन्दिरको ऐतिहासिक ठाउँको दर्शन गर्दै हुन्छ। यो हाम्रो पूर्वको ऐतिहासिक ठाउँ, साह्रै राम्रो ठाउँ, इतिहास बोकेको ठाउँ हो यो। शिवलिङ्ग 108वटा शिवलिङ्ग छन्। यहाँ सबै 108वटा शिवलिङ्गको परिक्रमा गर्छन् श्रद्धालुहरू। यहाँ विद्यापीठ पनि छ, गुरुकुल पनि छ। यहाँ गुरुकुलमा ब्राह्मणहरूलाई संस्कृत अध्यापन गराइन्छ। अर्जुनधारा मन्दिर छेउमा रहेको अर्जुनदह, यहाँ सानो पोखरी पनि छ। अनि पर अर्जुनले बाण हानेको मूर्ति स्थापना गरिएको छ। यहाँ माछा पनि सायद हाले होला। गरेर यहाँबाट खुन्दाबारीतिर प्रस्थान हुँदैछौँ। चेप्टी खुन्दाबारी हुँदै चेप्टी जाने हो। यहाँबाट अब हामी खुन्दाबारी हुँदै चेप्टीसम्मको यात्रा गर्छौँ। यता पूर्वमा शनिश्चरी चोक। अब हामी पश्चिमबाट उत्तरतिर लाग्छौँ। जय शम्भो, जय शम्भो। शनिश्चरीदेखि मासतिर नारायण चोक भन्छ यसलाई। सानो चोक छ, टाढो बोल्नु है सुन्नु। यही यो चोक। नारायण चोक हामी पर्थ्यौँ। अब यसपछि हामी बिरिङ पुलमा पुग्नेछौँ। बिरिङ पुल गत साल 2081 सालको पार्टीले गएको छ। अलिकति बाटो भिडियो खिच्दै जान्छौँ। बिचको बाटो हो, बिचको त आफ्नो हो। अब नखिच्नु न अहिले तपाईँले त। हामी बिरिङ खोला आइपुग्यौँ। अब बिरिङ खोला भनेको पूर्वको झापा जिल्लाको दोस्रो ठुलो तेस्रो ठुलो खोलामा पर्छ, अथवा टप 5 ठुला मध्येमा एउटा पर्छ। क्षति पुर्याउनेमा चाहिँ क्षति पुर्याउनेमा। अब यो अलिकति बिग्रेको छ, म लिनु पर्ला जस्तो छ। ल हाम्रो साथी यहाँ स्कुटरमा आएका छौँ। यो 4 सालको बाढीले यति भाग पुलको यति भाग बगायो। बिरिङ खोला साना सवारी साधन मात्र बुझ्छन्। ठुला सवारी साधनको लागि अर्को अल्टरनेटिभ रुट छ। यो बिरिङ खोला। पर्दैन खोला जान्छन्। अहिले अब सुक्खाको मौसम भएकोले पानी खासै छैन।
हामी मदनपुर आइपुग्न आँट्यो। मदनपुरबाट अलिकति अगाडि साधुटार जाने बाटो, यहाँबाट बाटो साधुटार जाने बाटो र यता खुनारी जाने बाटो छुट्टिन्छ। साधुटार झापाको नेपालको ऐतिहासिक ठाउँ हो। संस्कृत विद्यालय छ, ठुलो मन्दिरहरू छन् साधुटारमा। बाटोमा यो घर पर्छ। यो घर टिकटकमा एकदम भाइरल घर हो। यो युरोपियन मोडलमा बनाएको घर जस्तो छ यसो हेर्दा। यो टिकटकमा भाइरल घर हो। खोलो आइपुग्न आँट्यो। खुन्नावरीभन्दा अलिकति अगाडि रहेको यो टाङटिङ खोलो। अलिक तल गएर बिरिङमा मिसिन्छ। यो पनि एकदम डरलाग्दो खोलो, बाढी पहिरो विनाशकारी खोलो। परिवेश हराभरा परिवेश बिच हामी हाम्रो यात्रा अगाडि बढाइरहेका छौँ। मानिसहरूले यहाँ अब मकै कसैका लहलह छन्, कसैका साना छन्। मकैको खेती गर्छन्। हामी खुन्नावरी चोक आइपुग्न आँट्यौँ। यो खुन्नावरी चोकमा दुईवटा चोक छन्। अगाडिको चोकलाई यहाँ हाम्रो फाल्गुनन्द चोक भन्छन्। यो फाल्गुनन्दको एउटा सानो प्रतिमा पनि स्थापना गरिरहेको छ। यो पहिलो चोक हो। यसपछिको चोक, पछाडिको चोकलाई गरुवा चोक भन्छन्। खुन्नाबारी बजार साह्रै रमाइलो, राम्रो, पहाडको फेदीमा रहेको बजार हो। यो फाल्गुनन्द चोक पनि हामीले पार गऱ्यौँ। बोल्नु पर्दैन नि त, तपाईँको साली हो। हाम्रो यात्रा लगातार अगाडि बढिरहेछ। ला क्रममा खुन्नावरीको गरुवा चोक आइपुग्यौँ। हाम्रो यात्रा अगाडि बढिरहेछ। हामी खुन्नाबारी बजार काटिसकेर शुक्रबारे गरुवातिर प्रस्थान गर्दैछौँ। यो बाटो मदन भण्डारी राजमार्ग अन्तर्गत पर्छ। यो बाटो मेचीदेखि महाकालीसम्म जोड्ने चुरे भावर हुँदै जाने बाटो हो। यहाँबाट 7 किलोमिटर छ। यो पहाडको फेदी भएर चुरे डाँडा काँडाको फेदी भएर जाने बाटो साह्रै रमणीय, मनोरम बाटो हो। यो राजमार्ग बन्ने क्रममा यहाँ भएका पुलकुलेसा, सानातिना खोल्साहरूमा धमाधम भइरहेछ। कहीँ पिच काम पुरा भइसकेको छ भने कहीँ पिच बनाउने कार्य भइरहेछ। अब हामी 36 सालका शहीदहरूको सम्झनामा रहेको शहीदहरूको शालिग भएको शहीद गेट, सुखानीको शहीद गेटमा पुग्ने आँट्दैछौँ। त्यहाँ सुखानी पार्क पनि रहेको छ। अब यो खोला सुखानी खोलाको पुल हामी तर्दैछौँ। त्यसपछि हामी सुखानी चोक, सुखानी पार्क, सुखानी स्मारक पज गर्नेछौँ। हामी सुखानी पार्क भित्र प्रवेश गर्दैछौँ। यो नेपालको कम्युनिस्ट आन्दोलनको ऐतिहासिक ठाउँ एरिया। यहाँ पार्क निर्माण
भइरहेछ सुकाली सामुदायिक वन प्रबन्धन समितिद्वारा पर्यटन क्षेत्र निर्माण गरिरहेछ। यो पनि साह्रै यसरी हामी हाम्रो यात्रा गरिरहेका छौँ। यहीँको चेप्टीसम्मको यात्रामा हामी शुक्रबारे बजार गरुवा छेउमा आइपुगिसकेका छौँ। हरियो वन नेपालको धन, नेपालका सानातिना डाँडाको छेउमा रहेको यो बाटो, छेउमा बगेको यो बाटो मनोरम दृश्य हेर्दै साना ठुला नयाँ पुराना रुखहरू हेर्दै हामी अगाडि बढिरहेका छौँ। मौसम धेरै राम्रो छ आजको, त्यही घाम पारिलो घाम लागेको छ, शीतल छ। त्यसरी हामी हाम्रो यात्रा अगाडि बढाइरहेका छौँ। शुक्रबारे बजारको प्रवेशद्वारमा आइपुग्यौँ। शुक्रबारे बजारको नवनिर्मित प्रवेशद्वार। बजारका दिन गाईबस्तु बाख्राको खसी बाख्रा बजार लाग्छ। यही ठाउँमा बजार लाग्छ। अब आज शनिबारको दिन भएकोले यहाँ खसी बाख्रा गाई बस्तु राँगा पाडा सुँगुर आदिको बजार लाग्छ। शुक्रबारेको बजारलाई गरुवा बजार भनिन्छ। यो बजार पुरानो बजार हो। पाहाडबाट भन्न दोगुरो पनि पाहाडबाट झर्दा मधेस आउनु अगाडि शुक्रबारको दिन हटिया लाग्ने बजार एकदम पुरानो ऐतिहासिक। शुक्रबारे बजार कटेर चेप्टी जाने बाटो, अब यहाँबाट ग्राभल सुरु हुने रहेछ। चेप्टी जाने बाटोमा 5 किलोमिटर 6 किलोमिटर ग्राभल चाहिँ यता माथि इलाम जाने, इलाम सदरमुकाम जाने सुतली हुँदै। अब हामी यहाँबाट दक्षिणतिर देब्रे साइडतिर चेप्टीतिर प्रस्थान गर्दैछौँ। हामी ग्राभेल बाटो अगाडि बढिरहेका छौँ। 5 किलोमिटर जति ग्राभेल बाटो बन्ने क्रममा छ बाटो हुँदै रहेछ। यसलाई स्तर उन्नति गर्ने कार्य भइरहेको छ। अब हामीलाई यहाँबाट चेप्टी पुग्नु 5देखि 10 मिनट लाग्छ होला। हामी कन्काइमै किनारे किनारे अगाडि बढिरहेका छौँ। सिधै होइन हामी जाने, सिधै होइन, सिधै त होला यतातिर हो होइन नि पारि गाउँमा जति पनि पाइन्छ
भयो तपाईँ खिच्नु पर्दैन काट्नु न अहिले चेप्टीको पार्क यस्तो छ यो छिर्ने यतातिर इन्ट्रान्सको भित्र छ यसका सबै खेल्ने गर्ने के गर्ने जति चाहिँ माइखोलाको तिर रहेछ उतापट्टि माइखोला उता बङ्गालको यता तल खेतमा भित्र पार्क यहाँ पुल जस्तो बनाएर सानो खोलोमा परपट्टिको रमाइलो ठाउँ रहेछ हामी चेप्टी पार्कमा छौँ है भित्र छ के छ